एभ्रिवान, वेलकम माई न्यू भ्लग। आज चाहिँ मैले आगोमा लोकल तरिकाले च्याउ र आलुको तरकारी बनाउँदैछु हैन। अनि दाल बनाएको छु आगोमा मजाले पकाएर खाने विचारमा छु। दाल बनाएँ, च्याउ र आलुको तरकारी बनाएँ अनि खाना बनाएँ। हजुरहरूलाई पनि मेरो नेपाली किचनमा स्वागत छ। नेपाली खाना, लोकल खाना चाहनुहुन्छ भने हजुरहरू पनि आउनु होला। आज चाहिँ मैले स्ट्यान्ड नभएको कारणले अलिकति हल्लिने क्यामेराहरू बिग्रिने भएको होला हैन। तै पनि म मिलाउने कोसिस गर्दैछु। हेर्नु होला गाइज, सबैजनाले सब्स्क्राइब नगर्नु भएको सबैजनाले सब्स्क्राइब पनि गरिदिनु होला। म चाहिँ च्याउ र आलु एकदम लोकल स्टाइलमा बनाउँदैछु है त। मैले चाहिँ पहिले नै यो च्याउलाई पनि बोइल गरिसकेकी छु अनि आलुलाई पनि बोइल गरेर रेडी गरिसकेको छु। यहाँ चाहिँ मेरो यो मसला हो। मसला मैले आज सिलौटोमा पिस्नु पर्ने, सिलौटो अलिकति बिग्रेको भएर त्यहाँनिर फोगर बढी भएको भएर मैले चाहिँ आज चाहिँ फर्स्ट टाइम मैले मिक्सरमा पिसेँ। नत्र भने सबै चिजहरू मैले पिसेरै बनाउने हो। प्याकेटको मसलाहरू केही पनि युज गर्दिनँ। अनि यो पनि घरकै तोरी हो, लोकल तोरीको तेलमा मैले बनाउँदैछु। नेपाली चुलो, नेपाली खाना, नेपालीपन पुरै आगोमा है त। जाडोको मौसम छ, पुसको महिना, यति चिसो मौसममा तातो तातो खाना बनाउँदैछु। हजुरहरूलाई पनि मेरो खाना चाख्न मन छ भने आउनु होला है त गाइज। अनि यसमा चाहिँ मैले खाना हो है। अनि यसमा चाहिँ मैले दाल निकालिसकेको छु के। यो दाल पनि लोकल हो, अब छान्न मात्रै बाँकी छ। फेरि कस्तो पानी पानी दाल हो भन्नु होला हजुरहरूले। दाल हेर्नु है कस्तो छ, यस्तो छ है। हल्का पानी त भन्ने भयो। अब यसलाई झानेर एकचोटि चलाइदिएपछि राम्रो भएर आउँछ, टेस्ट पनि बेग्लै हुन्छ। चाहिँ मेरो लोकल सिलौटो है, मैले बजारमा किनेको होइन, यतै घरतिरै खोजेको ढुङ्गाको सिलौटो हो। ल हेर्नुहोस्, अब तेल लगभग तेल खरिसकेको छ। अब यसमा मेथीहरू पड्काउँछु। तपाईँले हेर्न सक्नुहुन्छ यसरी म बनाउँदैछु गाइज। ल हेर्नुहोस् है, मैले यत्तिकै बनाउँदैछु। अलिकति पोल्टे हुनसक्छ। पड्किसकेको छ। यसमा बोइल गरेको हुनाले मैले धेरै पनि गरिनँ कि यसलाई। यसमा चाहिँ मैले यो प्याज, यो मेरो घरको उत्पादन हो, यो चाहिँ मेरो चाहिँ नयाँ प्रयास हो साथीहरू। हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया कमेन्टहरू गर्न चाहिँ नबिर्सिनु होला। मन चाहिँ म कमै राख्छु। भयो नुन, बेसार। यो पछि मैले सिधै मसला राखिदिँदैछु किनकि यो च्याउ र आलुलाई बोइल गरेको हुनाले मैले सिधै मसला राखिदिएँ है। एकछिनलाई भुट्छु मजाले। भुटिसकेपछि एकछिन पाकोस् हैन। गाइस
मैले चाहिँ एडिट नगरिकन है यो भिडियोलाई चाहिँ कति पनि एडिट नगरिकन बनाउँदैछु। यो चाहिँ के हो भने जिरा धनिया लसुन अनि टमाटरको पेस्ट हो मैले अहिले राखेको मसलामा चाहिँ। अरू केही पनि राखेको छैन। यहाँ देख्न सक्नुहुन्छ च्याउरा आलु। यसलाई यत्तिकै राखिदिन्छु मैले किनकि यो बोइल गरिसकेको यो पनि बोइल गरिसकेँ। ल यसलाई मैले 2 देखि 3 मिनट जति मैले अब यत्तिकै नै यसलाई ढाकिराख्छु। अब यसलाई यत्तिकै ढाकिराखिदिन्छु। यस्तो हुन्छ कि नखाइन ठाउँको जस्तो हुँदै आउँछ है। यो थोरै बेर पकाएपछि यसलाई हल्का बेग्लै गर्छु पछि यसको टेस्ट नै बेग्लै आउँछ साथीहरु। आगोमा पकाएको चिज जेकै पनि तपाईहरु जति नमिठो चिज देख्नुहुन्छ नि खाँदाखेरि त्यसको 4 गुणा मिठो भएर आउँछ के। ल मेरो अब लगभग च्याउरा आलुको रेसिपी रेडी भइसकेको छ। हजुरहरूलाई मेरो तरिका कस्तो लाग्यो प्रतिक्रिया दिन भने नबिर्सिनु होला है त। बाइ बाइ गाइज। सबैजनाले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। फेरि नयाँ भिडियो आउनेवाला छ।